आइएल्समा खास 6.5 ल्याउन केही पनि गाह्रै हुँदैन है। अब त्यहाँभन्दा माथि ल्याउन त हजुरको अलिकति धेरै मेहनत चाहिन्छ। तर 6.5 भनेको सजिलै आउँछ। यदि तपाईँले हेर्नुहोस्, रिडिङ भनेको के हो भन्दा तपाईँको कन्टेक्स्ट हो। यदि तपाईँले रिडिङमा कुनै पनि क्वेसनको कन्टेक्स्ट बुझ्न सक्नुहुन्छ र प्यासेजमा गएर तपाईँले स्क्यानिङ, स्किमिङ गरेर आफूले खोजेको इन्फर्मेसन लोकेट गर्न मात्र सक्नुहुन्छ भने रिडिङको धेरै क्वेसनहरू सजिलै ट्याकल गर्न सक्नुहुन्छ। राइटिङ भनेको त हजुरको टेम्प्लेट हुन्छ। आफ्नो आइडियाहरूलाई त्यो टेम्प्लेटको थ्रु तपाईँले चाहिँ आफ्नो एक्सप्रेस गर्ने हो, त्यति गाह्रो हुँदैन राइटिङ। र हजुरको लिसनिङ त अब सजिलो भइहाल्छ है, सुन्ने लेख्ने हो, त्यति गाह्रो हुँदैन क्या लिसनिङ चाहिँ। अब स्पिकिङ भनेको के हो भन्दाखेरि तपाईँको अब धेरै ग्रामर मात्र होइन के, तपाईँको फ्लुएन्सीले पनि धेरै म्याटर गर्छ स्पिकिङमा। र तपाईँले स्पिकिङमा फ्लुएन्सी मेन्टेन गर्नु छ भने कुनै पनि टपिकको त्यसलाई पास्टमा रिलेट गर्नु, त्यो टपिकलाई त्यसलाई प्रेजेन्टमा पनि बोलिदिने र फ्युचरको बारेमा पनि कुरा गरिदिने त्यही टपिककै सन्दर्भमा है। र अर्को कुरा, तपाईँले कुनै पनि टपिकलाई यदि तपाईँले वाट, वेयर, वेन, हाउ, हु यस्ता तपाईँको डब्लुएच क्वेसनसँग रिलेटेड इन्फर्मेसनहरू प्रत्येक टपिकमा दिँदै तपाईँले बोल्नुभयो भने के हुन्छ, तपाईँको फ्लुएन्सी पनि सजिलै मेन्टेन हुन्छ। हो यसरी नै यदि तपाईँहरूले सजिलैसँग आइएल्स सिक्न चाहनुहुन्छ र एटलिस्ट पनि 6.5 सम्म ल्याउन चाहनुहुन्छ भने हाम्रो पोलर एजुकेसन भिजिट गर्नु होला है त।